ड्याडीलाई नि बोल्न आउँदैन, मलाई नि बोल्न आउँदैन। ड्याडी बाइक चलाएर कस्तो हुँदो रहेछ जापानको बाइक? ठिकै छ। हेलो साथीहरू, नमस्ते कोनिचिवा। तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। फेरि पनि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। धेरै वर्षपछि भिडियो हालौँ भनेर सोचेको होइन। अनि हाम्रो ड्याडी मम्मी आउनुभएको थियो जापानमा हिजो, जानुभएको एयरपोर्टबाट। अनि आज चाहिँ सेकेन्ड डे हो। अनि त्यही हो, ड्याडी मम्मीलाई घुमाउनु पऱ्यो भनेर फर्स्ट डे अब जापानमा बाहिर घुमाउनु जानु लागेको। त्यही यहाँ अलिअलि मेकअपहरू गर्दैछ यहाँनिर। सजाउँदैछ। रुम चाहिँ यस्तो छ हाम्रो हालत, छरबस्टै छ। ल हामी बाउ छोरा चाहिँ यहाँ निस्केको भर्खर बाहिर। उनीहरू त घरमा मेकअप गर्दैछ, हामी चाहिँ एकछिन बाहिर ट्रेनको टिकट बनाउनु पर्ने थियो, त्यो एयरपोर्टमा जानु लागेको। ड्याडीलाई नि बोल्न आउँदैन, मलाई नि बोल्न आउँदैन। त्यही भएर यस्तै हो अब। यहाँ हामी चाहिँ रेडी भइसक्यो, इन्जिनियर चाहिँ रेडी भएर आएको छैन, पर्खिरहेको। यहाँ अब ड्याडी एकछिन मेरो बाइक चलाउने र एकछिन ड्याडीले बाइक चलाउँछ यहाँनिर। अनि त्यहाँबाट हामी निस्किने हो बाहिर। अब अहिले चाहिँ ड्याडीले बाइक चलाइरहेको छ होइन, पछाडि हेर त फर्केर आउँदै हुनुहुन्छ। ल यता हाई गरिदिनु ड्याडी। मम्मीलाई नि घुमाउने रे ड्याडीले, अब मम्मीलाई नि घुमाउँछ होला। मम्मी नि चढ्ने रे। ल यहाँनिर मम्मीलाई नै राखेर घुमाउने रे। उताटिको झारिदियो तिमीतिर, तिमीले गएर झारिदियो न उताटि। झारेर उताटि गएर झारिदियो न। त्यहाँनिर खुट्टा राख्नु अनि। ल एक राउन्ड भयो। ल घुमाएर गएर आउनु। यहीँ टेक्ने। अनि कस्तो लाग्यो त मैले बाइक चढेर? यता आउने हाली बिस्तारै। मम्मी गाडी आउँछ पछाडिबाट। अनि अघि ड्याडीलाई कस्तो लाग्यो त बाइक चलाएर? कस्तो हुँदो रहेछ जापानको बाइक? ठिकै छ। नेपालको भन्दा पावर बढी भएर चाहिँ मजा आयो। ल अघि हामी बाइक साइक चढेर होइन, ड्याडी मैले एकदम रमाइलो लाग्यो अरे। अब हामी चाहिँ आज टोकियो घुम्न जानु लागेको। दिन अलि राम्रो छ, भोलिदेखि चाहिँ पानी पर्छ। त्यही भएर आज दिन राम्रो भएको बेला चाहिँ टोकियोमा जानु लाग्यो नि ड्याडी मम्मी हामी। अब टोकियोमा के कस्तो छ, आज फर्स्ट टाइम ट्रेन चढ्छ ड्याडी मम्मीले। कस्तो रियाक्सन हुन्छ त्यो यसो देखाउने प्रयास गर्छ होइन। हाम्रो युट्युब च्यानल हेर्दै गर्नु होला। ट्रेन आयो है, अब यही ट्रेनमा चढ्ने हो। यो त पाउँदैन, यता बस्नु पाउँदैन नि। कस्तो लाग्यो त ड्याडी मम्मीलाई जापान? आज दोस्रो दिन। अब ड्याडी मम्मीले घुम्न जानु लाग्यो। यहाँनिर आँखी आएर गाडी आउनु लागेको छ, त्यस्तो भन्छ। ल हामी चाहिँ यहाँनिर आँखी हावारामा आइपुग्यो। आज ड्याडी मम्मीलाई आँखी हावारा र टोकियो यो भन्दै स्टेसन उता टोकियो स्टेसन घुमाउने हो। फर्स्ट टाइम ट्रेन चढेर आएँ। कस्तो लाग्यो ड्याडी मम्मीलाई ट्रेन? है त हामी चाहिँ यहाँनिर टोकियो सहर, टोकियो स्टेसनमा आइपुग्यो घुम्नलाई। यस्तो हो जापानको टोकियो सहर चाहिँ।
ड्याडी मम्मी घुम्दैछ कस्तो आयो ड्याडी मम्मीलाई अगाडिको भ्यू यस्तो छ है भाइ टोकियो स्टेसनमै हेऱ्यो घुमियो फोटोसुट गरियो फोटोसुटको लागि चस्मा निकालेको यहाँ ड्याडी मम्मीले चस्मा लगाएर यहाँनिर हेर अब सक्छ त मलाई कहिले यहाँनिर हाम्रो ड्याडी मम्मी कस्तो लाग्यो रमाइलो लाग्यो हो ल हामी चाहिँ आज दिनभरि यहाँनिर राजाको पार्टी प्यालेस राजाको पुरानो प्यालेस घुमियो अब घर जान फर्किनु लागेको भिडियोहरू चाहिँ त्यस्तै हो अब ड्याडी मम्मी आउँदाखेरि रमाइलो गर्नु पऱ्यो अलिअलि बनाएर भिडियो रमाइलो भयो त्यहाँनिर मम्मीको हामी चाहिँ आज ड्याडी मम्मी टोक्यो घुमाएर ल्याएर आएको है एकदम चिसो रहेछ बाहिर घरमा हामी चाहिँ अनि अहिले ड्याडी चाहिँ